हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज इमर्जेन्सी भयो होइन, सबै कुरा रुममा देखाउनु पनि सकिएन। म आज चाहिँ गाउँतिर घर जाँदैछु, त्यही भएर एकैछिन छिटो छिटो गरेर इक्जाम दिएर आएर म बसमा जाँदैछु। अब सायद लास्ट गाडी भेटाइन्छ कि भन्ने आशा, लास्ट गाडीमा घरतिर जानुपर्छ। त्यही हो गाइज, अब म लाग्छु बिस्तारै बसपातिर। यो 350 छ, यो 250 सार खाली हाल्नु छ। यो कसरी भन्नुभयो अरे? 250 खानु भएको मिल्छ। यो साह्रो छ। म चाहिँ अब घरतिरको लागि चाहिँ हिँडिसकेको छु, गाडीमा बसिसकेको फाइनली है, गाडी चाहिँ बडी जोर पुगेको छ। अब चटाउँदैछु क्या, यात्रा गर्नै मिल्दैन क्या गाडीमा। खै के गऱ्यो कि त भमिट हुने है, टाउको दुख्ने के हुन्छ प्लस 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 कति हुन्छ त्यही हो गाडी चाहिँ होइन। यस्तो छ है, गाडी चाहिँ यता रहेछ है, रहेछ यो यता, अनि म चाहिँ यता पछाडि छु होइन, बसिरहेको छु। अब यो माथि जुम्ला जाने रोड हो, हाम्रो उता पसेन जाने रोड हो, यो तल कति रोड हो, कति रोड त्यहीमा हिँड्नु पऱ्यो भने यति धेरै बोरिङ लाग्छ गाई चाहिँ मलाई। किन हिँडिमेला हिँड्ला जस्तो फिल हुन्छ क्या, बमिट हुन्छ नि त गाडीमा। अहिलेसम्म त भएन, अहिलेसम्म त ठिकठाक। टाउको चाहिँ हल्का दुखिरहेछ, अरू चाहिँ सब ठिकै छ। अनि घरतिर जाँदैछु, अब दसैँ तिहार पछि चाहिँ अहिले जाँदैछु। एक्साइटेड चाहिँ छु कि, तर भए पनि तर यो कच्चे यो गाडीमा हिँड्नु पऱ्यो भनेपछि त्यस्तै बुझ्दैन कि, त्यही हो होइन। रहर भनेको अब भोलि बिहान गाडीमा हिँड्दैन भने अब के हाल्नु भनेर नहुने, घर जानै पऱ्यो, पढ्नको लागि ब्रेनबाट आउनै पऱ्यो होइन। मुखले भन्ने मात्र त हो, रियालिटीमा गर्न मिल्दैन। आउनु न म घरै बस्छु भन्न पनि मिलेन। त्यही गाडी छैन, अब एकैछिनमा गाडी हिँड्नेवाला छ। अब एकछिन रेस्ट गर्नु पऱ्यो होइन, अनि बाहिर जानु पऱ्यो। आज सायद त्यतै बास हुन्छ होला, हेरौँ कस्तो हुन्छ। अब यहाँदेखि उता चाहिँ पुरै कच्ची बाटो हो गाई छैन, उफार्दै लगाएर जान्छ। अब गाई छैन, चाड काम के भनेर बसिरहेको छु, अब किनकि गाडी एकैछिनमा हिँड्नेवाला छ। फाइनली गाई छैन, म बाबाचोरो पुगेर पनि गाडीबाट झरेर म आफ्नो घरतिरको बाटोतिर लागिसकेको छु। माथि गाउँमा चाहिँ आज जान सकिन्न, किनकि अब आज यति बेला भइसकेको छ नि त। त्यही भएर भोलि बिहानै मर्निङमा म माथितिर जानु पर्ला भन्ने सोचिरहेको छु। त्यही भएर अहिले चाहिँ म आफ्नो घरतिर लाग्दैछु। हजुरलाई अगाडि पनि देखाउँछु है त, मेरो घर कस्तो छ देखाउँछु होइन। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। गाइस म चाहिँ घर पुगिसकेँ, तपाईँहरूलाई देखाउँछु। किनले गाइस म चाहिँ घर पुगिसकेको छु है। माथि छतमा चाहिँ मेरो भाइहरू छन्, यो चाहिँ मेरो घर हो है। अनि म चाहिँ भाउजू चाहिँ उता नेपालगञ्जतिर जानुभएको छ अरे, दाइ चाहिँ यता उहाँदेखि काम आफ्नो के अरे ड्युटीबाट आउनु भएको छैन। यो चाहिँ भर्याङ भएको, यहाँ चाहिँ सामानहरू अलि लथालिङ्ग छ। अनि मेरो सानो भाइहरू, अङ्कलको छोरा र एउटा फुपूको छोरा चाहिँ यहाँ पढ्दैछन् केटाहरू। त्यो गाइस म चाहिँ अब घर पनि पुगिसकेँ, अलिकति अब टाउको पनि दुखिरहेको छ होइन। गाडी चाहिँ लाग्छ क्या मलाई, त्यही भएर गाइस हामी चाहिँ अर्को ब्लगमा भेट्नेछौँ। भोलि बिहानै म माथि आफ्नो घरको यात्रा गर्छु, लेकको हिँडेर जानेवाला छु। सबै भिडियो देखाउँछु, भोलि पनि हेर्न नबिर्सिनु होला। आजको ब्लग चाहिँ यति नै गाइस, बाई बाई, टेक केयर।